गुड आफ्टरनुन। आज चाहिँ जङ्गल आएको छौँ है हामी। अब घाँस भन्नु कि सोत्तर भन्नु हो, यस्तो छ। बारी सफा गर्नु पनि हुन्छ। यो चाहिँ उहिले हाम्रो खेत हो। यसलाई 3 गरे खेत भन्छ। यो सबै खेत थियो, तर अब पानीहरू सुकेकोले गर्दाखेरि सबै जङ्गल भएको छ। दामी खेत हो, धान रोप्ने ठाउँ। यहाँ चाहिँ चाँपको रुखहरू लगाउनु भएको छ पापाले। त्यसरी जाडो छ, त्यसले गर्दा चाहिँ डोको बोरा लिएर आएको छौँ। खान्छ नखाने ओछ्याउँछ गाईले, गाई भेडाले। यस्तै छ है साथीभाइ। हो जिउ तताउनुको लागि चाहिँ हामी चाहिँ यसरी जङ्गलमा आउँछौँ। ब्ल्याङ्केटभित्र पस्दैनौँ। ठक्कै डोको टिप्यो, बोरा टिप्यो, नाम्लो टिप्यो, जङ्गल आयो, ट्याङ्की ड्याङ फाँड्यो। अब यति बेला फाँडिरहेछ भने पछि पत्कर सोर्नु पनि सजिलो हुन्छ। यस्तै छ विन्टर भ्याकेसन हाम्रो चाहिँ। तपाईँले कसरी गराउँदैछ? तातो तातो सुप खाँदै ब्ल्याङ्केटमा होला कतिजना है। हामी चाहिँ यस्तो छौँ। भिलेज लाइफ साह्रै रमाइलो छ है भिलेज लाइफ। अरूहरू पनि छ। अरूको लागि चाहिँ वृन्दावन हो हाम्रो बारी। धेरैजना पसेर सोत्तर सोर्ने, घाँस चोर्ने गर्छ। हामी चाहिँ आज धेरै दिनमा पसेको नि के कस्तो छ। दाउराहरू पनि त्यत्तिकै लडेर कुहिराखेको छ। बिस्तारै बिस्तारै अब यसलाई चाहिँ खोलेर पछि यसलाई पनि प्रयोगमा फेरि ल्याउनुपर्छ। हाम्रो पुर्खाले धान रोप्थे, पानी छैन, धान नभए पनि मकै हुन्छ, गहुँ हुन्छ, तोरी हुन्छ। त्यस्तै छ है साथीभाइ। हो